हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। के छ साथीहरू, खबर सन्चै हुनुहुन्छ, आरामको सले हुनुहुन्छ भन्ने आशाका साथ भिडियो स्टार्ट भइसकेको छ। साथीहरू के गर्दै हुनुहुन्छ है, के गरेर दिन बित्दैछ? मेरो चाहिँ यस्तै गरेर दिन बित्दैछ, के गर्नु यस्तै छ। यही नै साथीहरू, म नहरपारी त के थाहा तपाईँहरूलाई त है, मामा घरतिर यहीँ नै। हाम्रो मामा घर चाहिँ नजिकै छ नि त, अनि घरदेखि 10 मिनट जति हिँड्दाखेरि पुगिन्छ। अनि गएँ म मामा घरको हजुरआमा बुढी हुनुहुन्छ, अनि आमा भेट्नलाई गएँ। कोही बेला जाउँ लाग्छ, अनि हिँडेँ है त, गएँ। अनि तपाईँहरूसँग गफ गर्दै पुग्छु भनेर मोबाइल तेर्स्याएँ मैले। भिडियो गर्दै गयो भने छिटो पुगिन्छ, अनि टाइम पास पनि हुन्छ नि त, अनि एक्लो फिल पनि हुँदैन नि त। अनि त्यही भएर भिडियो गर्दै गएको म भर्खर घरबाट निस्केँ। हाम्रो बाटो चाहिँ पिच भएको छैन कि, यस्तै छ, खासै विकास भएकै छैन। 4 नम्बर चाहिँ ओइ टोक्छ कि के हो, पछि आउँछ। कति राम्रो पप्पी। यस्तै छ, म चाहिँ एक्लै लखर हिँडेँ। इस मेरा पछि आउँदैछन् 3-4वटा पछि लागेर। यस्तै छ। आज त घाम पनि लागेको छैन, दिन पनि हुप्प फुलिएर बसेको छ। कस्तो सिरिरी चैत वैशाख जस्तै हावा चलिरहेछ। अनि कस्तो हावा चलेको छ नि, चिसो हावा क्या, त्यो चैत वैशाखमा चल्छ नि त्यस्तै, उसमै यस्तो हावा चलेको छ। नानी पनि जान्छु भन्दै थिएँ, त्यही पनि नल्याएको मैले। यस्तो चिसोमा पर्दैन भनेर छोडिदिइराखेर आएँ। हेलो भन्नु आमा, हेलो भनिदिनु। हेलो नानी, हेलो। अनि यहाँ मिरा आन्टीले हेर्नुहुन्छ, आन्टीलाई केही भन्नु छ नि यहीबाट भन्नु, म पठाइदिन्छु। केही भन्नु छ र, अब त चिन्न नसक्ने अनुहार भइसकेको छ। केही भन्नु छैन? कुनै छोराछोरीलाई केही भन्नु छैन? अब के भन्नु छ र, भन्नु मनमा लागेको छ नि, के छ भन्नु त। छैन। तपाईँ कति वर्ष पुग्नुभयो अरे आमा? म 87मा हिँड्दैछु भने। 87? 97 वर्ष क्यों, कति भयो त लु गर्नु। 97 साले? 97 मुन्सी लाग्दै गयौँ है, म 5 गते मुन्सी थिएँ। 85-86 त्यस्तै भयो, हुनुभएछ। 86-87 लागेको छु, मुन्सी दिन अस्ति लागेँ। त्यसो भए केही भन्नु छैन? आगोदेखि 88 लाग्छ, तर अहिले काट्दिनँ नि म। मलाई अस्ति त्यो धामी बुढाले नि भनेछ नि। ए धामीको कुरा नपत्याउनु, होइन, अर्काको उमेर तोक्दिन, धामी पनि धामी हुन् त। होइन, त्यो बुढीलाई निकै साह्रो गाह्रो छ भनेर। कसलाई भने? पल्लाहर्काले भनेको? साह्रो गाह्रो चैत वैशाखमा पुग्दा धेरै साह्रो गाह्रो भनेको। त्यो मलाई भनेको, त्यो बिराम सिराम लाग्ने होला, निको हुन्छ नि। मलाई भनेको थियो एउटा रमेशले पनि, भण्डारीले, तिनले नि भनेको थियो 9 महिना, 87 लागेको 9 महिनामा जान्छे भनेको थियो। कालकीय छोराले नि हेरेर त्यसै भनिरहेछ त्यसले। अबका 9 महिनामा 87 लागेपछि 9 महिना भित्रैमा त मर्छेस भनेको। त्यस्तो होइन, दिमागमा त्यस्तो सोच्ने होइन, केही पनि हुँदैन। अझ एकदम 5-7 वर्ष आमा, 10 वर्ष केही हुँदैन आमालाई। अस्ति भनेको होइन त रोहित गुरुले 10 वर्ष। तिनको त पत्याउँदिनँ म त। रोहित गुरुले नि यहाँ हेर्नुहुन्छ है फेरि। तिनी होइन हजुर, रोहितै हुन्छ होइन, भाइ नाति। ईशानी मासतिरको त ईशान हो। ल, अब यो भिडियो नि आमा मेरो आन्टीले हेर्नुहुन्छ, अनि मामाहरूले हेर्नुहुन्छ होइन, अनि मेरा अरू साथीहरूले पनि हेर्छन् होइन। अनि त्यहाँबाट तपाईँको भिडियो गरिराखेको क्या, सम्झना हुन्छ नि त। अनि आँखा देख्न छोडिहाल्यो नानी। आँखा देख्नु भएन?
कान बन्द सुन्दिनँ अनि अनि बोलाउँछु अर्कालाई बोलायो भने बोल्छन् कि बोल्दैनन् अनि मुख चलायो भने बोले भन्नु तर बोल्न नि छोडे मलाई बोलाउन छोडे जस्तो लाग्छ ए त्यस्तो लाग्छ त्यो नसुनेर नि त त्यस्तो लागेको ल लु बाई गरिदिनु आमा अनि बाई बाई आई बाई सबैलाई बाई बाई है कक्कालाई देखाउन मन लाग्छ म चाहिँ बाख्रालाई घाँस काट्नलाई हिँड्यौँ मैले चाहिँ एक बोरा बनाएँ बाख्रालाई घाँस बाख्रा पनि छ नि त हाम्रो दुईवटा साना साना पाठा छन् अनि उहाँ पर बाँस छ अनि बाँस गाडीमा गएको माइजू र म माइजू हेलो भनिदिनु हेलो गरिदिनु नलजाउनु हेलो हामी कहाँ गएको अरे माइजू घाँस काट्न बाख्रालाई घाँस काट्न गएको अब बाँसको रुखमा चढेर घाँस सार्नुपर्ने हुन्छ अब सकिन्छ कि सकिँदैन जे जतिजनाले यो भिडियो हेरिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद मुरी धन्यवाद साथ सपोर्ट हौसला बढ्दैछ अनि साथीहरू यस्तै हो हुँदैछ अनि सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियो यहीँ इन्ड गर्न चाहे साथीहरू अब फेरि अर्को नेक्स्ट भिडियोमा भेटौँला बाई बाई एभ्रिवान बाई बाई